नमस्कार, म इन्जिनियर देवेन्द्र कुमार शर्मा। कपिलवस्तुको माटोमा जन्मिएको, हुर्किएको र यहाँको सामाजिक आर्थिक पक्षलाई चाहिँ नजिकबाट देखेको र भएको व्यक्ति। 2079 सालको प्रतिनिधि सभा सदस्य पदमा लौरो अभियान मार्फत लौरो चुनाव चिन्ह लिएर लडिसकेको एउटा व्यक्ति हुँ, जहाँ मलाई धेरैजना जनसम्पर्क भयो, ग्रासरुटको राजनीति बुझ्ने अवसर पनि प्राप्त भयो र अहिले धेरैजना समुदायसँग म जोडिएको छु। कपिलवस्तु अहिले तराईको जिल्ला भए पनि नेपालकै सबैभन्दा पिछडिएको जिल्लामा अहिले गनिएको छ। स्वास्थ्य, शिक्षा, टुरिज्म, एग्रिकल्चर निकै नै काली लागु अवस्थामा रहेको छ। सम्भावना धेरै छन्, तर त्यो सम्भावनालाई चाहिँ हामीले अगाडि बढाउन सकिएन। त्यसकारणले अब चाहिँ नेतृत्व तहमा सही नेतृत्वलाई पठाउनको लागि, नेतृत्व बदल्नको लागि, विकासमुखी सोचलाई अगाडि बढाउनका लागि चाहिँ मेरो यो उम्मेदवारी हो। म नै किन भन्ने प्रश्नमा म एउटा भाषण गर्ने नेता होइन, डिजाइन बनाउने, नक्सा बनाउने र त्यसलाई इम्प्लिमेन्ट गर्न सक्ने एउटा इन्जिनियर हुँ। म चुनाव नजिकै गर्दाखेरि गाउँ गाउँमा जाने नेता होइन। म गाउँमै बसेर खेत, खलियान, मन्दिर, मस्जिद, बजारमा, टोलटोलमा चिनिने मान्छे हुँ। थारू, मधेसी, मुस्लिम, खस, आर्य, दलित सम्पूर्ण चाहिँ सँग मेरो पारिवारिक जस्तै परिवार जस्तै सम्बन्ध रहेको छ। म कागजमा समावेशिता चाहदिनँ, म यथार्थमा समावेशिता भोगेर बाँचिरहेको व्यक्ति हुँ। त्यसैले कपिलवस्तुलाई बुझ्ने, कपिलवस्तुको माटोमा बुझेको, माटोलाई अगाडि बढ्न सक्ने र कपिलवस्तुका लागि इमान्दारीपूर्वक लड्न सक्ने म व्यक्ति हुँ। एउटा विकासमुखी र परिणाममुखी र इमान्दारको राजनीति गर्नको निम्ति चाहिँ इन्जिनियर देवेन्द्र कुमार शर्मा कपिलवस्तु क्षेत्र नम्बर 1 को लागि चाहिँ मेरो उम्मेदवारी प्लस म चाहिँ अरूभन्दा भिन्न किन छु भन्दाखेरि एउटा बौद्धिकताको आधारमा एउटा शिक्षालाई चाहिँ परिणाममुखी शिक्षालाई चाहिँ अगाडि बढाउनको निम्ति चाहिँ मेरो यो उम्मेदवारी र म नै हुनुपर्छ भन्ने कारण चाहिँ यही रहेको छ। मेरो चुनाव जित्ने आधार के हो भन्ने प्रश्नमा कपिलवस्तु क्षेत्र नम्बर 1 मा पहिला लडिसकेको अनुभव र त्यहाँ पाएको जनसमर्थन, जसले गर्दा ग्रासरुटमा हाम्रो समुदायमा 1,47,000 भोटरमध्ये धेरैजनालाई पर्सनल रूपमा पनि चिनेको र उहाँको समुदायसँग नजिक भएको। किनभने थारू, मधेसी, मुस्लिमको सङ्ख्या पनि बढी छ यहाँ। अरू हाम्रो समुदायलाई सम्पूर्णलाई चाहिँ एकजुट बनाएर एकताको सूत्रमा बाँधेर अगाडि बढ्न सक्ने र अहिले गाउँमा, टोलमा चाहिँ इन्जिनियर देवेन्द्र कुमार शर्मा यही माटोको मान्छे हो, उसमा एउटा क्यापेबिलिटी छ, उसले चाहिँ अगाडि आउनुपर्छ भन्ने चाहिँ जनताबाट चाहिँ अहिले आइरहेको छ। दिनदिनै मलाई फोन आइरहेको छ। कपिलवस्तुलाई प्राथमिकतामा राखेर चाहिँ 2079 को चुनाव लड्दै गर्दा पाएको जनसमर्थन, ग्रासरुटमा बनाएको विश्वास, विकासमा देखाएको काम, जुन काम मैले आज कपिलवस्तुमा या रूपन्देहीमा काम गर्दै गर्दा कति राम्रो काम गरेको छु भनेर त्यहाँको जनताले नै भनिसकेपछि एउटा काम गर्न पनि सक्ने भिजन लिएको र अहिले जनतालाई नयाँ सोच र परिणाम खोजिरहेका छन्। भाषण भन्दा यो गर्न सक्छु र म यो आधार दिन्छु भन्दा पनि इमान्दारिताको राजनीति र नैतिक राजनीतिको आधारमा चाहिँ मेरो अहिले चुनाव जित्ने मूल आधार रहेको छ। अहिले मूल आधार अरू ठुला दलले चाहिँ पैसै खर्च गरेर खोले बगाएर लड्ने दिन गइसकेको छ र अहिले जनताले परिवर्तन खोजेको समयमा एउटा सक्षम युवा जसले कपिलवस्तुलाई चाहिँ बोकेर सदनमा बोल्न सकोस्, संसदमा गएर यहाँका समस्याहरूलाई उठान गर्न सकोस् भन्ने व्यक्ति खोजिरहेको हुँदा चाहिँ कपिलवस्तुमा मेरो मुख्य जित्ने आधार नै जनविश्वास र यहाँको हाम्रो सङ्गठन रहेको छ। चुनाव जितेर के गर्नुहुन्छ, संसदको भूमिका के हो भन्ने प्रश्नमा म चुनाव जितिसकेपछि कपिलवस्तुलाई प्रायोरिटीमा राख्ने विकास बजेटको सुनिश्चितताको लागि लाग्नेछु। किसान, युवा, मजदुरको नीति संसदबाट पास गराउनको लागि लड्नेछु। शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, कृषिको लागि देखिने गरी परिणाममुखी कामको लागि चाहिँ म अगाडि बढ्नेछु। संसदलाई ठेकेदार होइन, जवाफदेही सेवक हो भनेर बनाउनको लागि मेरो लडाइँ हुनेछ। कपिलवस्तु जिल्लाको लागि परिवर्तनको लागि चाहिँ पहल हुनेछ। संसद भनेको केवल ताली बजाउनुको लागि मात्रै संसद होइन, गलत नीतिलाई प्रश्न गर्नु हो, मन्त्रीको पछि लाग्नु होइन, जनताको अगाडि उभिनु हो। त्यसैले संसद भइसकेपछि प्रमुख कार्य भनेको हाम्रो देशलाई र सँगसँगै हाम्रो यस कपिलवस्तु जिल्लालाई चाहिँ कसरी अगाडि लिएर जान सकिन्छ, यहाँको इन्फ्रास्ट्रक्चर, हेल्थ,
टेक्नोलोजी नयाँ किसिमका आयामहरूलाई जोडेर कपिलवस्तुलाई चाहिँ उत्पादनशील बनाउनका निम्ति काठमाडौँको सदनमा मात्रै लडेर नभए यहाँको जनस्तरमा आएर चाहिँ काम गर्ने मैले अठोट। अन्त्यमा म हारेर भागेको नेता होइन, 79बाट अनुभव बोकेर फर्किएको इन्जिनियर हो। यदि मलाई अवसर दिनुभयो भने कपिलवस्तुलाई माया गर्ने हरेक समुदायको समस्यालाई सदनमा बोल्नेछु, लड्नेछु। धन्यवाद। जय कपिलवस्तु, जय जनता, जय राजनीति, जय नेपाल।